एकदम सस्तो मूल्यमा धेरै एन्टिअक्सिडेन्ट पाउनु छ भने यो पर्पल क्याबेज खानुहोस्। धेरैलाई बन्दा मन पर्दैन, हरियो बन्दा ठिकै हो, यो रातो मन पर्दैन भन्नुहुन्छ। पकाउँदाखेरि ठिकै हुन्छ, तर यसरी सालेड अचार जस्तो बनाएर खायो भने एकदमै मिठो हुन्छ। अनि त्यो झान नगर्न भन्दा म चाहिँ तहिनी हाल्छु। तिलबाट बनेको पेस्ट हो, तिललाई भुटेर त्यसलाई पिसेर राख्दा पनि हुन्छ, तर त्यो सकेको बेलामा चाहिँ म तहिनी युज गर्छु। तहिनीमा चाहिँ म्यागनिज, सेलेनियम, कपर जस्तो कम्पाउन्डहरू पाइन्छ, जुन हार्टको लागि एकदमै हेल्दी हुन्छ। यसमा चाहिँ सेसेमिन नामक एक किसिमको फाइबर पनि पाइन्छ। त्यो फाइबरले चाहिँ ट्राइग्लिसराइडहरू घटाउन मद्दत गर्ने भनेर पनि देखिएको छ। जो सेसेमी सिड, तिलका धेरै फाइदा छन्। तिलको बारेमा मैले केही वर्ष अगाडि एउटा आर्टिकल पनि लेखेको थिएँ, तपाईँहरूले गएर पढ्न सक्नुहुन्छ। जे सालडहरू चाहिँ खाइराख्नुहोस्, सधैँ एकै थरी मात्र नखानुहोस्। हामीसँग धेरै सागसब्जी, फलफुलहरू धेरै प्रकारका छन् नि त। अब आफूले सानैबाट एउटै खाएको छु भनेर त्यही मात्रै बानी लाएर अर्को ट्राई नगर्ने चाहिँ नगर्नु होला। यो पर्पल क्याबेज पनि मिठो हुन्छ, मिठो बनाएर खायो भने। मलाई त एकदमै मिठो लाग्छ, ट्राई गर्नुहोस्। यसरी तहिनीसँग पेयर गरेर खानुभयो भने अझ राम्रो।